6 भयो अहिले बिहान निस्केको अहिलेसम्म काम भयो यता हुन्छ दाइ बधाई दाइ बधाई अब चिलङबाट हामी निस्क्यौँ बिहान जुनबाट आएको हामी फेरिबाट सर्दै यसरी जाँदैछौँ सर्दै है गाइज तपाईँलाई म्याप चाहिन्छ र हामी चिलङ सिटीबाट निस्क्यौँ सिटी होइन साँच्चै भिलेजबाट है काम सकेर बिहान आउने बेलामा चाहिँ भाइको ल्याम्बोर्गिनीमा आएको थिएँ म सिजन भाइको है भाइले फेरि ल्याम्बोर्गिनी हेर्नु होला नि गाइस बबाल चलाउँछ होइन ल्याम्बोर्गिनीमा आएको थिएँ जाने बेलामा चाहिँ अहिले यता हाम्रा मिलन केसी ड्राइभर हुनुहुन्छ आयो भनिदिनु न यसले गर्दै हुन्छ है हामी चाहिँ यसरी काम सकेर सरेर जाँदैछौँ यता काम मारामार छ नेपालतिर चुनाव फेरि मारामार छ बल्लै जित्ने हो चुनाव होइन चुनाव जितेर यस्तै बाटो बनाउनु पर्यो क्या खास है त बल्लै बनाउँछ यार यस्तो बाटो ठाउँ पनि हेरौँ कस्तो छ कि बवाल छ होइन कसले बनाउँछ यस्तो बाटो ल पोसान है गाइस पोसान भारतीय मान्छे हो या जनता हो के कसो हो मिलनजी भन्नुहोस् है फेरि टक्क हामी 2-4 वर्षमा नेपाल जाने बेलामा यस्तो बाटोमा सरर जान पाए हुन्थ्यो होइन के छ र म्याग्दी जाने बेलामा म चाहिँ म्याग्दीको बासिन्दा हो है म्याग्दी जन्मेको हो यस्तो घाँसहरू छ यस्तै घाँसहरू डल्लो पातो रहेछ परालहरूको भन्छ नेपालमा पराल भन्छ यहाँ चाहिँ यो के भन्छ यसलाई यहाँ मिलनजी घाँसै भन्दै घाँसै त्यो देख्नु पहाड पहाड छ त्यहाँनिर है उताबाट चाहिँ अर्को बाटो हामी बिहान त्योबाट आएको है गाइस मर्स भनेर लेखाएको छ अहिले चाहिँ हामी चाहिँ कम्पनीको ट्रक भित्र छ है जुत्ता पनि यस्तो छ होइन स्मुथ छ क्या मेरो भिडियोले स्मुथ तरिकाले सल्लाह हेर्छ यहाँ हेर्नु त तपाईँले देख्न सक्नुहुन्छ है सबै यहाँ के लेखेको छ त रोड सेफ्टी क्यामेरा अपरेसन इन दिस एरिया भनेर है होइन ठ्याक्कै यो बाटोको ठ्याक्कै अब कति मिटर टाढा क्यामेरा छ क्यामेराले फोटो खिचिरहेको छ के छ त अब नेपालतिर चुनाव कसले जित्छ जित्ने मान्छे त आइ हाई हुने होला हार्ने चाहिँ बाई बाई हुने होला होइन केही छैन जितेकोले यस्तो बाटो बनाउनु पऱ्यो मेन कुरो हामी तलको एयरपोर्ट जाने बेलामा सर घाटा गरेर घर जाने होइन कि सर जान पाऊँ होइन हाम्रो एकजना दाइ भन्नुहुन्छ सुरेन्द्र दाइ मसँगै हुनुहुन्छ है दाइले दाइको कुरा पनि ठिक हो हुन त हामीले दाइ जाने बेलामा यस्तो नि यस्तो बवाल बाटो यहाँ चाहिँ 3 लेनको बाटो हो यो बाटो स्ट्रेट सिधी जान्छ मेलबोर्न सिटी होइन म चाहिँ सिटीको नजिकै बस्छु है सनसाइन भन्ने ठाउँमा किनभने अलिक ट्रक भनेको अलिक माथिबाट बनाएको क्या भिडियो मैले फेरि बिहानखेरि त्यो भाइको ल्याम्बोर्गिनीमा चढाएको थिएँ म अगाडि बसेको थिएँ अब त्यो भिडियो पनि तपाईँले दाइलाई चाहिँ 60 बिरामी हुन्छ है भोलि पनि काममा आउनु नभन्नुभयो होइन होइन अब के गर्ने बिचरा अब विदेशमा गाह्रो छ दुःख छ के कसो हो ल मिलन चाहिँ भनिदिनु त म त खै के भन्नु
भन्नै डलर कमाउनु पर्छ यहाँ सरले अनि त्यही भएर हो कि बोल्नै आउँदैन कि बोल्न आउँदैन भन्नुहुन्छ होइन तिर नि उहाँको पनि एउटा सानो किली लेखिदिउँ न के छ र होइन जिन्दगीमा क्यामेरा भन्न आउँछ यस्ता भिडियोहरू खिचेर घाँसको पनि आउँछ होइन यस्तरी सल्लो के पुगिरहेको यसरी हामीलाई बिहान आउन पनि हतार थियो अहिले हामीलाई घर जान पनि हतार छ के कसो मिलनजी होइन यस्तै छ जिन्दगानी गाइज मलाई देख्न सक्नुहुन्छ है त्यो नि कपडामा छ है कपडै लगाइरहेको छ अगाडि कन्स्ट्रक्सन काम हान्यो घरमा गयो फेरि सुत्यो उठ्यो तैँले यहाँ गाह्रो भइसक्यो कि बिरामी भयो तैँले कहिले राख्नु भयो त्यो पाइल लाग्छ हामीलाई 1 घन्टा नर्मल्ली पुग्न लाग्छ फेरि बिहान उठेर आउनुपर्छ मै रहेछु फेरि होइन यो जमानाको कुन साइड भन्नु त ओहो 25 भनेको तपाईँले हामीले 25 डिसेम्बरमा सुरु गरेको साइड त्यही हो गाइस यस्तै छ जिन्दगानी जाऊ आऊ के हो यसले त्यसरी भन्ने राखेको नि हतार छ यहाँ हेर्नुहोस् गाडी चलाउने चिल्ला गाडी चलाउनु के गर्ने भित्र त काम त फेरि गर्नै पऱ्यो 8 घन्टा काम जे भए पनि गर्नुपर्छ रुख पनि काट्नु पऱ्यो क्लिनिङ पनि गर्नु पऱ्यो दाउरा पनि छिर्नु पऱ्यो दाउरा पनि काट्नु रुख काट्नु पऱ्यो होइन दाउरा त छिर्नु पर्दैन होला बेसी होइन के गर्ने गाडी छिर्नु चाहिँ क्या भन्ने हुन्छ मनमा चाहिँ बिदा बोकेर मेरो भलकमा के गर्ने यस्तै आउँछ काममा जाऊ अब है यहाँको बाटो देखाउनलाई चाहिँ होइन है मैले गाडी ठिक छ नि भाइ है क्यामेरा छ होइन माथि माथि सबैलाई हतार छ यार कति सिटी भएको छ नि होइन